ये आज हम बना रहे हैं जी पानी पूरी। आई एम सो एक्साइटेड। ये जो पानी पूरी का मसाला है ये ऐसे ही मिलता है, ठीक है। इसका हमने 2-3 स्पून इसके अंदर ऐड किया है और इसके अंदर हमने साथ में ऐड किया है पुदीना को हमने अच्छे से ग्राइंड किया था, फिर इसके अंदर पानी मिक्स किया। अनि पानी मात्रै खाएर त भएन, अब पानीपुरी छैन रहेछ हो। पानीपुरी लिनु चाहिँ फेरि साथी र म चाहिँ जाँदैछु छेउको मार्केटमा, सुपर मार्केटमा नजिकै छ। त्यहाँनिर जाँदा जाँदै फेरि यहाँनिर कति मजाको सिन देखेँ क्या। साथी पनि भिडियो बनाउनु एकदमै क्रेजी, म पनि क्रेजी। अब दुवैजना क्रेजी मिलेपछि भिडियो नबनाउने भने कुरै छैन। भिडियो बनाएँ 1-2 वटा होइन। अनि भिडियो बनाइसकेपछि फेरि गयो दुईजना सुपर मार्केटमा गयो। अनि सुपर मार्केटमा गएर चाहिँ हामीले यहाँनिर प्यासन सुपर मार्केट छ, त्यहाँनिर गएर चाहिँ पानीपुरीकै उयो भेट्यो पहिला फर्स्टमा त। यहाँ हेर्नुहोस् न। अनि त्यसपछि एउटा पानीपुरीको प्याकेट लिएँ, सानो लिएँ, ठुलो चाहिँ लिएन। अनि घरमा फेरि आलुहरू सबै रेडी गरिराखेको थियो। साथीले कहिले पनि बनाएको छैन अरे पानीपुरी, अनि आमा ऊ बनाउने अरे हो। पहिलाको 2-3 वटा त यतिकै बिगार्यो। अनि त्यसपछि चाहिँ फेरि यो सेकेन्ड टाइममा लगाएको चाहिँ एकदमै राम्रो भयो। अनि ऊ बनाउँदैछ, उसले बनाउँदैछ, म भिडियो बनाउँदैछु। अनि एकदमै हेर्नुहोस् त कति मजाको देखिरहेछ। अनि पानीपुरी खानु मन लाग्यो भने चाहिँ घरमै ल्याएर बनाएर खायो भने चाहिँ आफूलाई खाएको जस्तो हुने क्या। बाहिर किनेर खाएको चाहिँ त्यस्तो खासै नलाग्ने। यति बनाइसकेपछि चाहिँ ऊ साथीले चाहिँ सबै सामानहरू बोकेर अगाडि हिँड्दैछ। सबै सामानहरू बोकिरहेछ, खाने चिजहरू। 2जना मात्रै हो, 2जना गएर इन्जोय गर्ने। अब यतिकै बसेर खाएर फर्किने हो। मन मिल्यो भने चाहिँ धेरै साथीहरू पनि नचाहिँदो रहेछ। एकजना साथी नै काफी हुँदो रहेछ। अब मन मिल्यो होइन, अन्त अर्कोले पनि पानीपुरी खानु बाहिर जाउँ न भने, अर्कोले पनि जाउँ भने हो। 2जनाको मन मिल्यो। अनि 2जना यहाँ छेउको एउटा चौरमा गएर चाहिँ पानीपुरी खाने प्लान भएको छ। अब यो चौरमा पनि आइसकिसक्यो हामी 2जना होइन। अनि त्यसपछि आएपछि म भिडियो बनाउँदैछु, साथीले यहाँनिर सामानहरू रेडी गर्दैछ हो। उसकै बेड कभर थियो, उसले ल्याउँछु भने थियो। म त ड्युटीबाट आएर थाकिरहेको थिएँ, अन्त ऊ त रुममै हुन्छ नि त प्रायः जस्तो, त्यही भएर उसले नै रेडी गरेको चिजहरू हो। मैले त पानीपुरी मात्रै फ्राई गरेको। अनि त्यहाँदेखि पानीपुरीको लागि त्यो उयो रेडी गरेको के भन्छ आलुहरू, बाँकी चाहिँ सबै उसले रेडी गरेको। अनि त्यसपछि आएर यहाँ उसले सबै चिजहरू राख्दैछ। उसले त यहाँनिर कति यो उयोहरू पनि बनाएको छ, इमलीको झोलहरू पनि बनाएको छ क्या। मलाई चाहिँ त्यस्तो मन पर्दैन इमलीको झोल, उसकै लागि चाहिँ ल्याएको छ। उसको लागि पनि भिडियो बनाइदिँदैछु। ऊ पनि धेरै भिडियो क्रेजी हो कि, आफ्नो फेस नदेखायो। इमली का चटनी और ये गोलगप्पा के लिए पानी और प्लेट है, स्पून है और ये चाट है, गोलगप्पा निकालो। और ये है गोलगप्पा के लिए, और ये है मीठा पानी और गोलगप्पा पानीपुरी। क्या हुआ, क्या बोला आपने? रहा नहीं जा रहा पानीपुरी के बगैर। ये मेरा ग्लास है, कोई नहीं, इधर ही नजदीक है। डालो मम्मी। ये पूरा इंटरनेशनल सिटी एरिया है। और ये पूरा दिखाई दे रहा है जितना भी है ना। तो ये है यूनियन कोप और ये एस्टर क्लिनिक है और इधर मेन रोड है। बहुत लोग बैठा हुआ, सबै बसिरहेको छ यहाँनिर। आज सन्डे हो नि त, त्यही भएर। अब यति धेरै पानीपुरी खाइसकेपछि एक्सर्साइज त गर्नै पर्यो, त्यही भएर यहाँनिर सानो बच्चा चाहिँ बल खेल्दै रहेछ। म पनि आएर बच्चासँग बल खेल्न थालेँ। हस् त आजको भिडियो चाहिँ यति नै हो। बाई बाई सबैजनालाई।